के हो नि तपाईँको नाम? मेरो नाम चाहिँ बबिता श्रेष्ठ। अलि चर्को भन्नु। बबिता श्रेष्ठ। ए अनि कति वर्ष भयो तपाईँलाई यो झस्काउने तर्साउने यो डराउन दिने कति समय भयो? यो त चाहिँ उहाँको घरमा जब म बिहा हालेर गएँ, बिहा हालेर गयो दिनै खाटैबाट हुत्याएँ कि। बिहा गरेर गएको दिनमै खाटबाट हुत्याएको? हजुर। 5 वर्ष भयो भनौँ लगभग। ए खाटबाट हुत्याउँदाखेरि आफूलाई कस्तो महसुस भयो तिमीलाई? सिरिङ्ग भयो। के हो म माथि मेरो शरीरमा मान्छे जस्तो हुने। हजुर। अनि घरि निस्केर गस्तो हुने, जुरुङ जुरुङ काँडाहरू उम्रिने त्यस्तो भयो। अनि आजसम्म अब 4-5 वर्ष भन्नुभयो, 5 वर्षै भन्नुभयो लगभग, अहिलेसम्म के अवस्था भइरहेछ अलिअलि भन्नु त? यो खुट्टाहरू पनि मेरो यहाँ पोखराबाट जाँदा मेरो खुट्टा एकदम ठिक थियो। उहाँ गएपछि सानो बच्चाको जस्तो कर्करी लुस्ने, कर्करी खाने, सिल्का हान्ने, हिँड्नै नमिल्ने भयो। त्यस्तै हुँदा हुँदा नि खुट्टा लतारेर हिँडिरहन्थे। अनि कोठामा दिउँसै बस्दा पनि छोप्ने गर्ने अथवा कालो छाया हिँडेको देख्ने के भन्नुभएको थियो हो कि होइन? कालो छाया त हिँड्ने थिएन हिँड्न। कस्तो कि मलाई मात्रै शरीरमा अट्याक गरे जस्तो टाउकोमा झुमले त्यही त नि, के आयो के पस्यो जुन मलाई भन्नुभएको थियो नि। अझै पनि चाहिँ डराउन दिने, झस्काउने अनि सपनामा पनि डराउन दिने त भइरहेछ? भइरहेछ। ए ल ल एकछिन काम गरौँ के अरे पहिला है। अब फुकफाक गरेर अथवा हेरौँ के रहेछ समस्या भन्ने कुरो।